नै राम्रो छ मलाई मन पर्दैन Era algo, ya lo chulo fue, ya lo chulo fue, amor. 지금 그냥 일반인데, 이제 생각이 많아서. 그냥 다 할게요, 많이. त्यसरी कि मैले खादिनँ मलाई खाने मान्छे सहदो पनि गर्नु छैन तिमी चाहिँ झन् मेरो जीवनसाथी हुने मान्छेले त्यसो बेचे गरे हैन ल हाम्रो ब्रेकअप भयो अहिले अहिले देखाउँछ मलाई मेरो म बेइज्जत हुनलाई तिमीसँग आएको तिमी मसँग चुरोटको कम्पेयर गर्ने मेरो लाइफसँग 4 महिना तिमीले खायो मलाई छोडेर होइन तिमीले मलाई किन भनेनौ त मैले पहिला चुरोट खान्थे ब्रेकअप भएको थिएन त अब तिमीले मलाई खाइ नदिकन छोडे भए मलाई थाहै हुन्थेन नि त अहिले खाँदै खाँदैन भन्ने त हुन्थ्यो नि त मलाई त अब मलाई त थाहा भएन त तिमीले 4 महिनासम्म जति चुरोट सेवन गरेर बसेर रहेछौ अब अहिले आएर मसँग लुकेर खाँदो रहेछौ भने चाहिँ मलाई मेरो दिमागमा मेरो मनमा के हुन्छ मलाई त अनेक कुरा खेल्न थाहा छ जेसियोस् कसरी हान्नु भाइ म त के गर्ने अब खाएर के भयो भन खाएर के भयो तिमीलाई ढिला गरेर नगरे हेर यो टेन्सन तिमीलाई होला मेरो टेन्सन मलाई छ तिमी यसो खाएर टेन्सन हराउँदो रहेछौ तिम्रो मलाई त्यस्तो लाग्दैन तिमीलाई भन त अब हेर म फेरि थाल्दैन मैले के भन्छ कति भेज आएर हेर्नु 330 के 330 के जम्मा के 330 के भनेको मिलेन भेज अब थाहा भइहाल्यो मलाई पनि थाहा भयो तिमीलाई थाहा छँदैछ मलाई यस्ता के मन पर्दैन भनेर मैले तिमीसँग जित्दै गएको सक्छु तिमीलाई मलाई भन्नुपर्छ नि त यदि मलाई ठिक लाग्यो तिमीलाई लसै लाग्यो मलाई अब रिसाउँछ कस्तो भनेर तिमी जाऊ त तिमी गयो भने मेरो रिस्पोन्ड हुन्छ मलाई छोड्यो तिमी यहाँबाट जाऊ तिमी दिन बस तिम्रो दिमाग ठन्डा दिमाग रिसाउँछ त्यो म भन्ने भनेर गइस अनि तिमी यहाँ बस्ने तपाईँ भनाइ बुझ्नु धोकै पारिदिनु भयो
जावा हो त्यो तिमीलाई त्यो सिगरेट तिमीलाई जावा हो मुझे ना छाले रे जरा पहिला त खाँदैनौ त अनि ये काट्दै हाल्यो कि के त्यो खाएर किन जान्छ तिमी भन्छ रेसिडेन्ट पापाले एउटा तिमी पसन्द नि गर्यौ किन ठुलो लाज अँगारो अँगारो पनि के ल्याएर तिमी मेरो गाउँमा यताउता बसेर तिमी यता यो पसलमा अब चाहिँ राम्रो भयो अझैको गर्दैन भनेर पहिला त यस्तो लाइट थियो अब चाहिँ राम्रो भयो हाम्रो नाम तिम्रो आफ्नो नाम त बदनाम हाम्रो नाम पनि बदनाम गराउनु अहिले भर चाहिँ के कुरा गर्यो मलाई भर लाग्यो तिमी आफै गएको गरे तिमी यस्तोसँग गिर्छौ भनेर मैले सोचेको थिएँ तिमीलाई त्यो खाना नलागेको मलाई थाहा लुकी खाँदो रहेछ लुकी खाएर हुन्थ्यो मलाई थाहै नदिएर हुन्थ्यो मेरो मेरो हाम्रो त अब बदनाम भइहाल्यो हाम्रो इज्जतको त केही मतलब छैन मेरो आमाको मेरो त यस्तो पनि इज्जत जा कसरी जान्छ अब घरको पनि बदनाम भइहाल्यो कस्तो छोरी कस्तोले पारेर हेर्छ भन्नुभयो कसरी उठाएर हेर्छ भन्नुभयो त्यही चाहियो नि तिमीलाई आफ्नो सन्तुष्टि भौ तिम्रो टेन्सन भरौ कसलाई थाहा हुन्छ तिमी पसलमा किन्न गएपछि कसरी कसको तिम्रो बाउ आमालाई चिन्दैन गए तिम्रो आफ्नो मान्छेले चिन्दैन नखाने किन्न जान्छ अरे होइन मान्छेलाई राम्रोसँग थाहा हुन्छ नि त शङ्का हुन्छ नि त खान्छ अहिले भनेर तिमी आफ्नो बारेमा मात्र सोच्ने तिम्रो त्यो घरको तिम्रो कारणले बदनाम भने चाहिँ म त भनिदिन्छु एउटा आमालाई फोन गरेर भन्छु र मम्मी यस्तो यस्तो गर्दो रहेछ के हो कुरा उहाँहरूलाई पनि थाहा होस् न राम्रो इज्जत राखेर हेर्छौ नि तिमी आफ्नो चाहिँ सन्तुष्टि हेऱ्यौ यहाँ आफ्नो भनेपछि तिमीलाई आफ्नो मात्र मतलब हो एउटा आमा बाउ मेरो मम्मीको कसैको मतलब होइन ला ला एक बक्सिङ हान्दा त राज्यपति यता उतापट्टि चाहिँ के रहेछ हौ त्यो चाहिँ फेरि एउटा मात्रै कोठा रहेछ कि यार ढोकै फुटाइदियो कोठाले एउटा मात्रै रहेछ एक लाते हान्दै भयो अनि तिनीहरूको स्थिति त्यस्तो यिनीहरू अहिले मात्र हो कि यिनीहरू हल्का पानी 1917 गरिकन आमा 40 गिफ्ट दिएको यसरी 40 वटा गिफ्ट आमालाई 40 वर्ष मैले कन्ट्रोलै गरेर मैले भर्खर 40 वर्ष मात्रै रहेछ कस्तो मन
समयभित्र चाहिँ कस्तो भयो त कि कस्तो लाग्यो मेरो प्र्याङ्क तिमीलाई मलाई त सुरुमा त के अरे यसै जस्तो अहिले मजाकै हुँदैछ कहिले पनि देखेन तिमीहरूमा छोडेर सल्कायो अनि त्यहाँबाट पछि चाहिँ रिस हुन थाल्यो अनि रिस हुँदै गएपछि चिलो दुन थाल्यो अनि त्यहाँबाट चाहिँ पनि मैले के सोचेँ थाहा अब हजुर सबैले प्र्याङ्क भिडियो चाहियो भन्नुभएको थियो नि त मैले त्यही सोचेको कन्सेप्टको सबै कामहरू भ्याएर बसेको थिएँ होइन अनि म चाहिँ प्र्याङ्क गर्ने प्र्याङ्क गर्ने होला म त गर्छु नि भनेर सोचेको थिएँ होइन अनि यस्तो याद आयो कि सुरुवात प्र्याङ्क गर्छु भनेर सुरुवात कहाँ एकचोटि गरेर अर्कोचोटि त थाहा पाइहाल्ला नि मामाको हो मामा कति गर्छ प्याराहरू लागिदिएछ अनि साना आज दिनमा तपाईँ लुगा त साना आउँछ यतिखेर अनि बनायो डर लाग्यो एकदमै डर लाग्यो कुन चक्लेट झन् नखाने मान्छे झन् त्यस्तो देखाइदिएपछि झन् के हुन्छ झन् आमा त्यो एउटा हुन्छ नि त जस्तै अब म त्यही पर्यावरणमा हुर्केकै बाबाले खाने बाजेले खाने बजाइ जम्मै खानेहरूमा त त्यो इरिटेट लाग्थ्यो नि त मलाई इरिटेट हुन्छ नि त्यो अनि अब के त्यहीले गर्दाखेरि नै रिस धेरै भयो क्या मम्मीलाई धेरै नै भोग्नु पऱ्यो नि त मेरो आमाले त्यही चुरोट रक्सीहरूले कारणले गर्दाखेरि मेरो आमाले धेरै दुःख भोग्नु पऱ्यो मेरो बाल्यकाल नराम्रो भयो अनि अहिले मेरो त अभियसली मलाई त मन लाग्छ नि त मेरो लाइफ पार्टनर चाहिँ मलाई बुझ्ने हो त्यसपछि अब म खाँदैन अनि छोरा मान्छे म खाएन अनि अब श्रीमती हुने अब गर्लफ्रेन्डले खाइरहेको भने त अभियसली रिस उठिहाल्छ पुरा मन पर्छ त्यो त्यही हो अब प्यान भिडियो यसलाई नराम्रो नलिनु होला मलाई नराम्रो नभन्नु होला नराम्रो कमेन्ट नगर्नु होला यसलाई पुरै एन्टरटेनमेन्ट त्यसमा लिनु होला होइन अहिले पनि अब केही गल्ती अब又完全读好，又完全读好，咱们对不对？एउटै हो हाम्रो युट्युब च्यानलमा मधे सुजन क्रेज आइसकेको छु हजुरहरूको सामने न्यू भिडियो एन्ड भ्लग लिएर आशा गर्दछु हजुरहरूले यो भ्लग हेरेर इन्जोय गर्नु नहीं सारुण के यहाँ खुद तो पेट पड़ रहा है जरूर कोई ना कोई कर अनि साथीहरू आजको टपिक भनेको यस्तो आँखी सुन्दरलाई पिक गर्नु के सुजन अर्केसँग लाग्यो त के सुजन अर्केसँग लाग्यो त के नानी भनेपछि केटाहरूसँग लाग्छ त Hi everyone, namaste, Seva. Welcome back to my YouTube channel again. My name is Rai Sister. So that's it. फिर मैंने ऐसे कर सामने नया वीडियो ब्लॉग हेरा अनि आशा गर्नु छ सबैजना युट्युब च्यानल सन्चो सारा हुन्छ मस्त श्रेष्ठ हुन्छ भन्ने आशा गर्छ आज हामी पुरा पनि आइसकेको छौँ हजुरहरूको सामने भिडियो सज्जन को क्या तकलीफ है भाई क्या तकलीफ है इनको ने भिडियो हाम्रो च्यानल अलि बदल बस्छ नि किन बस्छ न अनि साथीहरू हैन साथीहरू होइन त 2 दिन अगाडि चाहिँ बुढीलाई यति माया गरेर गिफ्ट दिएँ अहिले अब 2 दिन पछि यस्तो काट्न पर्दैछ मैले के गरेँ भन त के गरेँ मैले यस्तो के साथीहरू